आजभन्दा अगाडिको मान्छेहरूले के भन्थ्यो के गर्थ्यो भन्दाखेरि कसैले तपाईँलाई तिर्खा लागेको बेलामा एकै घुर्की पानी पिलाएको छ भने पनि के भन्थ्यो भन्दा त्यो मान्छेलाई त म कहिले बिर्सिदिन, म पुरा गलेर आएको बेलामा गुण लगाएको थियो, पानी पिलाएको थियो, कस्तो गलेको बेलामा भनेर भन्छ क्या। हजारवटा जेसुकै गल्ती किन नहोस् तर त्यो मान्छेलाई म बिर्सिन सक्दिनँ भनेर भन्थ्यो आजभन्दा अगाडिको मान्छेले। तर आजको जमानामा जसकोमा चाहिँ एकदम एजुकेटेड पनि छ हैन, प्लस उनीहरुकोमा स्किल पनि छ, जे पनि गर्न सक्छ हैन, जमानामा एक अपर्चुनिटिजहरु छ। बट तपाईले आफ्नो टाउको च्वाट्टै काटेर दिनुहोस्, त्यो मान्छेले अलिक पर पुगेर के भन्छ भन्नुस् त, त्यसलाई बल्ल बल्ल माग्दा माग्दा आफ्नो टाउको काटेर त दियो कि तर अलिकति बाङ्गो काटेर दियो, कप्टी गर्यो नि भन्ने खालको जमाना छ क्या आजको। तपाईहरु रियलाइज गर्नु भएको छ कि छैन कमेन्ट गर्नुहोस् ल।